मोमो चाहिँ यति हो है गाइस जम्मा मोमो चाहिँ यति छ अब हेरौँ कति हुन्छ हैन यता हामीले बनाएको है इनामेको गाइसहरु देखाइदिनु कस्तो छ सेप फर्स्ट टाइम हो ओए यहाँको बन्नु हुन्छ है त्यो त फटाकसँगले अनि गाइसहरु है यस्तो स्वाद पारा So hey guys, welcome back to another video. आज फेरि पनि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा हैन र आज चाहिँ हजुरले हिजोको ब्लग हेर्न थाहा सक्नु भएको छ होला किन हाम्रो घरमा चाहिँ मोमो बनेको थियो भनेर हिजो र आज चाहिँ त्यही मोमोको किमा उब्रेको थियो र मोमो पनि थोरै उब्रेको थियो र त्यही भएर चाहिँ म खान रहेछु मोमो हैन मलाई खाना म चाहिँ अब दिदी चाहिँ अहिले खेताला गएको छ गाइस हैन दिदी खेताला गयो त्यो फिक्स छैन कहाँ जाने भनेर आज थाहा भएको हैन हिजो बेलुका थाहा भयो दिदी चाहिँ खेताला गयो दिदीको साथी पनि घर जानुभयो र अहिले चाहिँ घरमा मम्मी र म मात्र छौँ र अब चाहिँ हिजो बनाउँछ सायद भएर दिउँसो अनि दिउँसो चाहिँ हामी मात्रै बनाएर चाहिँ खानुपर्ने हुन्छ मोमो र हामीले बनाएको नजर हिटमा देखाउने हाल्ने छौँ होइन र अहिले चाहिँ म गएको छु पुरानो घरमा र अहिले चाहिँ भ्लग स्टार्ट गरेको छु र अब चाहिँ म पुरानो घर गएर चाहिँ मोमो खानुपर्ने हुन्छ किनभने हिजोको थोरै मात्रै बाँकी थोरै थाहा छ छोरा बाँकी अनि चाहिँ अब हामी चाहिँ खानुपर्ने हुन्छ है त चाहिँ पुरै पानी चलेको छ कारण धेरैको आवाज आएको गाइस हेर्न सक्नुहुन्छ है हाम्रो पम्पसी चलेको छ नि यहाँ चाहिँ हाम्रो आन्टी पनि मोमो खाँदै हुनुहुन्छ यहाँ अनि मम्मी पनि खाँदै हुन्छ यहाँ आरीमै अनि यहाँ चाहिँ हुन्छ मेरो बाघ थोरै मात्रै बस्छ नि त थोरै मात्रै अब चाहिँ खानुपर्ने हुन्छ त यहाँ कता मोमो चाहिँ अहिले मोमो खाइसकेको छु होइन र अहिले चाहिँ म यतिकै भएर बाहिर बसिरहेको छु र मम्मी चाहिँ जानुभयो मम्मी पनि खेताला गएको है मम्मी पनि खेताला जानुभयो है दिदी पनि गयो मम्मी पनि उता पर धान रोप्ने हो नि त आशी घरकोमा अनि मम्मी पनि जानुभयो खेताला अब चाहिँ म घरमा एक्लै भएका चाहिँ होइन अब मम्मीसित 12 बजा हुन्छ सायद अनि 12 बजी हामी चाहिँ मोमो बनाएर खानुपर्ने हुन्छ है त म चाहिँ घरमा एक्लै छु अब यतिकै सब सफाइ गर्नुपर्ने हुन्छ घरको र म चाहिँ अब यतिकै बसेको पर्ने हुन्छ सिधै भेट्नु पर्छ अब 12 बजे सो गाइसहरु हामी चाहिँ एकदम घरमा आयो हाम्रो घरमा आइसकेको छौँ खोल्दै यहाँ भेट्छु त एकदम घरमा हाम्रो घरमा आइसकेको छौँ र अहिले चाहिँ हामी आएको छौँ मोमोको लागि किन्नुको लागि कि मतलब मैदा मैदा किन्न चाहिँ हामी जानु आँटेको छौँ किनभनेदेखि चाहिँ उयो रिङ त म भिडियो गर्छु के अरे किमा चाहिँ हिजो उब्रेको थियो नि त त्यही भएर चाहिँ अब भित्र खिच्न त्यही हामी चाहिँ मैदा सकेको छ मैदा चाहिँ त्यही भएर चाहिँ मैदा किन्नुको लागि चाहिँ जान्छु मिजममा मलाई मागेको छु बल्ल धोकाहरू गरेर चाहिँ मागेको 1000 रुपियाँ र यहाँको चाहिँ 50को मैदा किन्ने हो फेरि चेक गर्छु फेरि यहाँ साइकल फेरि यहाँ बेचिदिन्छ फेरि लाग्दिउँ अब हामी चाहिँ सँगै जानुपर्ने हुन्छ किन्नुको लागि मैदा है त ल 50 रुपियाँको चाहिँ यहाँ अहिले उता मैदा ल्याइसकेको छु होइन यहाँ चाहिँ टिका लगाएर चाहिँ यो पानी खाना पम्पसिटको लु खा पम्पसिटको प्योर पानी हाम्रो गाउँको है झन् लड्यो यार छिटो खा यहाँ खेतमा पानी लगाउँछ अरे हामी यहाँ चाहिँ पम्पसिटको पानी खाँदैछ यो भयो सो हजुर म चाहिँ अहिले यहाँ अचारको लागि चाहिँ यहाँ टमाटर काट्दैछु होइन चाहिँ अचारको लागि चाहिँ टमाटर काट्दैछु हिजो चाहिँ हिजोको घरबाट मिक्सर गरेर गएको थियौँ आज चाहिँ यत्तिकै गर्नु आँटेको हाम्रो चाहिँ होइन गाइसहरु है यस्तो स्वाद पारा यहाँ सेफ हो नि त सेफ मास्टर सेफ ओहो गाइसहरु यस्तो मजा आउँछ है आगोमा खेल्न मलाई सानदेखि देखेँ मैले हजुरलाई कस्तो लाग्यो मेस कि होइन त्यहाँ अघि आएको बेला देख्नु होला हजुरले अघि बिहानको खानामा पनि देख्नु होला अहिले पनि देख्नु होला होइन सक्छु चाहिँ यहाँ खतरनाक आगो बालेको छु र उता चाहिँ यहाँ रेडी हुँदैछ टक्कसँगले मेरो अचार लाहु अचार रेडी हुँदैछ है गाइस यहाँ चाहिँ होइन टक्क अर्ग्यानिक एकदम मस्त बसिरहेको काम छ यसको झन् मस्त बसेर त अहिले चाहिँ यहाँ डक्कसँग हिँड्न सक्नुहुन्छ यहाँ पानी तोसिसकेको छु टक्क लेप लगाएर हिँड्न सक्नुहुन्छ आगोमा यहाँ मुन चाहिँ यहाँभित्र चाहिँ पानी रहेको छ म पानी बसिसकेको छु अचार पनि हाम्रो चाहिँ यहाँ चाहिँ रेडी भइसकेको छ अथा एकछिनमा ल्याउँछु गाइस होइन अब चाहिँ टक्कसँग चाहिँ हामी यहाँ बम बनाउँछ मोमो हुन्छ यहाँ टक्कसँग किमा भयो यहाँ मैदा भयो यो सबै सामान लिइसकेको छु अब चाहिँ हामी यहाँ रिदम र म मात्र भएर चाहिँ बम बनाउँछ र रिदम कस्तो हुन्छ आमामा कस्तो हुन्छ अब हामी दुईजनालाई बनाउनु चाहिँ आउँदैन र पनि हामी ट्राई गर्छौँ कस्तो हुन्छ भिडियोमा हेर्नु होला त ल बम बनाउँछ यहाँ के अरे मोमो घरमा हामी बनाउनु हुन्छ मोमो यहाँ रहेको किमा यहाँ रहेको छ के अरे मैदा अब चाहिँ हामीलाई बम बनाउँछ अब चाहिँ बनाउनु चाहिँ खासै आउँदैन राम्रो
माथि नै यो टपमा घर पनि रहेछ त अलिकति माथि बनाउनु चाहिँ फेरि यहाँ कसैलाई आउँदैन खासै चाहिँ मलाई पनि अब तपाईँ आफू गोलो 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 बनाउने टुक्रा टुक्राको बाद सानो गोलो गोलो हुन्छ अनि ल अब चाहिँ बनाउनु थालेको गाईहरू होइन कस्तो हुन्छ बस है ल गोलो गोलो साइड चाहिँ गाईहरू ल बस है कस्तो हुन्छ होला त म्यानेजमेन्ट बनाएर नि लगाइदिएर म त्यही भएर त्यस्तो प्र्याक्टिस गर्नुपर्छ अहिलेदेखि नै के भन्छ के अरे उखान उखान मेरो यो फर्स्ट अब यहाँ किमा हाल्नु पर्ने हुन्छ कस्तो हुन्छ ए तर एक्लै म जुन चाहिँ गरेको छु केक पनि मैले दिनु पऱ्यो मैले पानी भन्नु तपाईँ केक पनि इनामेको गाडीहरू देखाएर कस्तो छ सेप वरिपरि राम्रै छ निकै छ अनि म बनाउँदैछु यहाँ चाहिँ होइन अब सबै बनाउनु पर्ने हुन्छ र बनाएपछि हामी भेट्नु मैले ल हुन्छ म पनि किन पनि सकिसकेको छ यता चाहिँ यति बाँकी छ यतिको चाहिँ पुरी बनाउनु पर्ने होइन मैले चाहिँ अनि हिजोको हुन्छ मोमो चाहिँ यता सकेको थियो यति भयो मोमो चाहिँ यति भयो गाईहरू जम्मा मोमो चाहिँ यति छ अब हेरौँ कति हुन्छ होइन यता हामीले बनाएको है तिनवटा अब हेरौँ लड्न आएको छ हातले यहाँ अब चाहिँ यो बसाउनु पर्ने हुन्छ है त ओहो यहाँ त बाबा झन् पुरै उम्रिसकेको छ यार अर्थ मैले लाइन यहाँ ल अब मोमो पनि रेडी भयो अब यो ल अब चाहिँ मस्तसँगले मैले लगाइसकेको छु अब चाहिँ म आगो बाल्छु होइन त्यो भएर यहाँ आगो बाल्नु पर्ने हुन्छ है त्यसलाई अब चाहिँ फटाकसँगले अनि यो पाक्छ अनि भेट्नु पर्ने हुन्छ ल गाईहरू ल बाई बाई अहिलेको लागि बाई 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 गाईहरू सक्नुहुन्छ टक्क हाम्रो यसो गर्न म रेडी भइसकेको छ अब ठुलो मात्र तर होइन खाम छ हिजो ठुलो छ हिजो चाहिँ हिजो सानो सानो छ रहेछ कत्रो कत्रो छ हाम्रो माया पनि खाम होइन अहिले पुरी पनि रहेको छ हाम्रो उयो पुरी पनि छ अझै पुरी पनि छ त्यो चाहिँ अहिले यसमा हाल्छु म चाहिँ अहिले चाख्नुको लागि हो अनि त देखाइदिनु जुस जुस हाम्रो यो जुस ल अब चाहिँ हामी खान थालेको चाहिँ लगाइसक्यो ल खाइदिनु एउटा फस्टफुड हामी त फस्टफुड टुक्क त पुरी नै खाएँ राइट अचार मिठो सो गाईहरू अहिले चाहिँ मलाई हामी चाहिँ मोमो खाइसकेको छौँ र अहिले इदम पनि घर गइसकेको छ उसको बाबा मम्मीको लागि इदमको इदम पनि घर गइसकेको छ 8:30 भइसकेको छ रात ओभर परिसकेको छ भ्यागु त आवाज निकाल्न थालिसकेको छ र म चाहिँ भ्लग एडिट गरेको थिएँ किनकि चाहिँ म चाहिँ डेली भ्लग हाल्छु र म रात दिनभरि भ्लग बनाउँछु राति चाहिँ म एडिट गर्छु अनि भोलिमा हाल्छु म चाहिँ 8 र 9 बजेको बिचमा भिडियो नबिर्सिनु होला र हजुर कस्तो लाग्यो मेरो ब्लग लाइक सब्सक्राइब नबिर्सिनु होला र भिडियोमा भोलिको नयाँ ब्लगमा र आजको यति नै एन्ड बाई बाई